सो हेलो एन्ड वेलकम नमस्ते गाइज वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ म जाँदैछु साथीलाई पुर्याउन। यता हाम्रो हुनुहुन्छ हाम्रो माताश्री हेर्नुहुँदैछ यता ब्लग। यो खै कसको ब्लग हेर्नुहुँदैछ अनि म यता छु गुरुङ मिटिङ च्यानल हेर्नुहुँदैछ। अनि आज चाहिँ म जाँदैछु चन्द्रगढी है साथीलाई पुर्याउन। अब यस्तै हो भन्नु पऱ्यो। अझै चाहिँ मेरो बाइक छैन, गाडीमा जानुपर्ने छ। ल ओके अपडेटमा पुगेर भेटौँ है त। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। फेरि पनि स्वागत छ हाम्रो बाइकको अटोमा सिटी सवारीमा। भाइको च्यानललाई लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। आज धेरै दिनपछि भ्लग गरेँ क्या। सेयर गर्नुहोस्। ए यहाँबाट हो दामी कस्तो दामी भ्यू आउँदो रहेछ। के अगाडि खुल्ला छ। वेलकम भाइको च्यानलमा सबैजनाले माया दिनु होला। दिनु पर्यो साह्रै कालो आयो। यति नगरी त अनि नहुने भयो नि त। मान्छे कालो भएपछि कसरी गोरो आउँछ हौ? म त यहाँ आउँछ नि यो कस्तो मधुरा आउँछ मेरो उहाँ छ पर फाइनली गाइज हामी चाहिँ आइपुग्न आँट्यो। आज भ्लग गर्दैको नि धेरै दिनपछि फोन पढेको। हेलो रुगा सर के छ हो गाइजहरु? प्लिज सन्चै हुन्छ नि? एकदम के छ रेडी भएको छैन रेडी भएको म त त्यो हाम्रो लुङ्गा आज जानु हुँदैछ काठमाडौँ है। आज हामी छोड्न आएको खोइ त नि टिका सिका लाउनु पर्दैन। घरबाटै म त यो उयो भइसकेको छु छन् त कि बहिनीको रहर होला नि त बाङ्गो भयो होइन घरबाट बिदा दिनुभएको कारणले गर्दाखेरि चाहिँ मैले यहाँनिर खासै उयो नगरेको। आम्मा मार्ला जस्तो देख्छ त हौ। के हो यस्तो मारेको छ त। ल निस्केको ल है लु ले ल एकछिन बस लु यसलाई ठुलो भनेर बिउ पो दिएको रहेछ। ए दाजुको त्यस्तो गर्नु हुँदैन। टाढैबाट ल निस्क्यौँ ल। मोबाइल जान्छ त कहाँ हो? होइन हौ रुम जाने नि त। खोइ चाबी हाल्नु दिनु हामी हजुर ल त पछि भित्र पस्नु हुँदैन नि गएको यता मामा यता भाइ सबैजना कसरी जाउँ त? अहिले चाहिँ हामी यो टाउनबाट हिँडिसक्यौँ है। कस्तो हावा आइरहेको ल। माइक साइक केही छैन। फोनबाट भ्लग गरिरहेको छु। मैले चाहिँ सामान लिएको छु। अगाडि हामी हुनुहुन्छ, पछाडि मामाहरू हुनुहुन्छ। अनि अहिले चाहिँ हामी गएको भनेको चन्द्रगढी जाँदैछौँ। आज हाम्रो साथीको काठमाडौँसम्मको फ्लाइट छ। काठमाडौँबाट अब 3-4 दिनमा कोरियाको। त्यही भएर हामी चाहिँ अब जुलाईको लागि है जाँदैछौँ। ओके त्यो बाटोमा भेट्छ।
यहाँ अहिले चाहिँ हामी चारैली जङ्गल आइपुग्यौँ खाली झोडा है चाहिँ बबाले छ अहिले हामी थोरै अगाडि लागिसक्यौँ कस्तो विन्ड ब्लास्ट आइरहेको होला हावा हल्का कम्प्रोमाइज गरिदिनु होला आज त्यस्तै भइरहेछ भ्लग पनि हतार हतार के कस्तो एकछिन बसेको फोटो त देखिन पाइँदैन एकछिनमा हेलो एभ्रिवान वी आर इन ट्याक्कै हामी अहिले चारैलीको पाँच जग्गामा चाहिँ पक्कातिर आइसकेको छौँ यो यात्रा सुरु रहोस् झन्डै कस्तो झन्डै झऱ्यो उसले झन्डै झऱ्यो लगेज पनि साथी भएर मात्रले सबै कुरो रक्षा गरौँ अगाडि गाडी जाँदैछ पनि कम्ती भएन भ्लग चाहिँ म जति सक्दो सानो बनाउन चाहन्छु त्यही पनि अब हेर्नु के कति हुन्छ आई डोन्ट नो अब यहाँबाट हेरेर गाडी आउँदैछ हल्का स्लो गर न अब त ठुलो ठुलो आउँदैन एभ्रिवान अहिले चाहिँ हामी चारैलीदेखि तल लागिसकेको छौँ चन्द्रगढीतर्फ कस्तो आइरहेको छ मेरो भोइस सोइस केही आएको छैन होला हाम्रो लुङ्गाहरू जो पर अगाडि कस्तो हटेका अगाडि गइराख्नुभएको छ मामा पछाडि हुनुहुन्छ भाइ राहुल भाइ भइहाल्यो हामी यहाँ बिचमा अलिक उता राख्दैन सरलाई त के हो हिरो देखिरहेको छु त लगेको ठाउँमा चाहिँ जान आँटेको अब दुबई कतार हतार हतार हाम्रो 220 ग्याङ यहाँ चाहिँ हाम्रो फोटो सेसन हाम्रो फोनबाट त खिचिएन भयो खिचौँ न खै देऊ त तिम्रो झरेन ल यो कसको फोन हो मामाको किङ कङ हुन्छ र मिस्टर किम जोङ हो मिस्टर किङ जम भनेर हालेको थियो भरे अन्त किङ कङ भइरहेको हुन्छ र सिधा भएन रहेछ ल खै 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 चन्द्रगढी एयरपोर्ट आइसक्यौँ अहिले चाहिँ हामी यहाँबाट चाहिँ हाम्रो सर जानुहुन्छ सानो आइरहेको होला बस्नु यो लगेज दिनु त्यस्तो खासै नभएको त्यस्तो लाइनमा खासै छ ल यो चाहिँ ठोकाऊ है ल अब सेफ जर्नी यो दुईटा हैन इन्जोय गर एउटा मात्रै हो एउटा रिटर्न गर्दिनु भएको यो एउटा हो ल साथी अब म चाहिँ लागेँ
ल फाइनल्ली अब चाहिँ हाम्रो प्लेन आउन आधी घन्टा अझै लाग्छ। अब चाहिँ साथीको सेक्युरिटी चेक गेडा छम्छ है फेरि सेक्युरिटी चेक पछाडि त बाहिर पाइएन। पाइएन अब चाहिँ हाम्रो गाडी एयरपोर्टबाट निस्किसकेको छौँ। हामी 7:30 बजेको उता पारस भाइ उता केटाहरू छ। फाइनल्ली डिले भएर 2-2.5 घन्टा डिले पछि बल्ल बल्ल फ्लाइट आयो। उता जान आँटेको छ। नराम्रो पनि लाग्छ है, त्यही पनि अब गर्नुपर्ने छ। आफ्नो जानुपर्ने हो। सो ठिकै छ, आजको भ्लग चाहिँ यहीसँग हो। तपाईँ कस्तो लाग्यो होला हेर्नु होला। ओके बाई बाई टिल देन।